यो पछिल्लो समय खेल क्षेत्रको स्याङ्जा जिल्लाबाट पनि पढ्नु भएन, गण्डकीबाट पनि नदेख्दाखेरिमा धेरैजना उयोहरूले दर्शकहरूले खोज्नुभएको थियो। आज खुलाइदिनुहोस् न त होइन, खास के कारणले चाहिँ तपाईँ यसरी ओजेलमा पढ्नु पर्यो? ओजेलमा त त्यही नै हो, त्यही मणिमुकुन्द क्लबमा हामी जुन खेल्यौँ त्यो खेल्नाले अब नखेल भन्दै हुनुहुन्थ्यो दाइहरूले होइन, आफ्नो कुन पर्सनल रेसिपी थियो हामीलाई थाहा भएन। नखेल भने चाहिँ हामी गएर खेल्यौँ, गेम जितेको नि थियौँ, फर्स्ट भएको थियौँ होइन। 6 जना टिममा गएर खेलाडीहरू बाटोमा लुक्दै नि कोही घरतिर फर्किए कराएर थर्काएर। अब हामी चाहिँ गयौँ, 6 जना मात्रै थियौँ टुप्लुक्क। त्यति बेला लिप्चर नि थिएन, हाम्रो लिब्रोलाई लिप्चर खेलाएर गेम पनि जितेको थियौँ नवलपरासीसँग फाइनल नि थियो। त्यही हो, अब त्यहाँबाट 8औँमा पछि 8औँको ऊ भयो थियो सिलेक्सन, त्यति बेला हामीलाई बोलाउनु भएन, त्यही कारणले गर्दाखेरि अनि त्यहाँबाट जान पनि पाइएन। त्यहाँबाट जस नत्र त्यति बेला बोलाइदिएको भए अहिलेसम्म नेपालको टिमबाट खेलिराखिन्थ्यो। त्यही नै हो विडम्बना। अब आफ्नै खेलकुद उसले भन्दा पनि आफ्नै पर्सनल मान्छेहरूले गर्दा, अब उनीहरूको पावरले गर्दा अब उनीहरूको चल्छ, अब त्यही त हो, व्यक्तिगत कारणले खेलकुदले त्यस्तो गरेको होइन, व्यक्तिगत कारणले नि हो। नत्र पहिला अब गण्डकी 10 वटा हिँड्दा अब कोही नहुँदा बिचमा मैले पनि अब अझ सबैसँग हजुर गरेर 10,000 5,000 मागेर सेनापति हामी जुन रनरअप भए थियो, फाइनल पुगिएको थियो, त्यति बेला मैले आफै पैसा पर्दैछ केही दिएको थिएन, आफै गरेर हिँड्दा अनि टिम नहुँदा दाइहरूले कल गर्ने 10 चोटि। अहिले त्यो ऊ हुँदा सिलेक्सन के सिलेक्सन भने आफू फोन गरेर आफूलाई मन परेको मान्छेहरूलाई बोलाएर कसरी सिलेक्सन हुन्छ? सबै टिमलाई बोलाएर गेम खेलाएर गरेपछि सिलेक्सन हुन्छ। जो आफूलाई मन परेको त्यो मान्छे, उनीहरूको जे पैसा पावर उनीहरूको जसलाई मन लाग्यो त्यो गर्न सक्छन्। त्यही नै हो खेलकुदले भन्दा पनि।